केटाकेटीलाई छुट्टीको मौका पारेर हामीले कता घुम्न लिएर गयौँ होला त साथीहरू। सो यो भिडियोलाई थाहा पाउन चाहनुहुन्छ भने चाहिँ फुल वाच गरेर सपोर्ट गर्नु होला है त। हामीले चाहिँ शनिबारको दिन छुट्टीको मौका पारेर केटाकेटीलाई धरानमा रहेको हरप्रसाद पञ्जीले बनाउनु भएको संस्कृति भन्ने पार्क लिएर गएको थियौँ हामीले चाहिँ। अनि हामीलाई चाहिँ दाजुले छोडिदिनु जानुभएको थियो नि त। अनि गेटसम्म चाहिँ दाजुले छोडिदिनु भयो। अनि दाजु चाहिँ घर फर्किनु भयो। अनि गेटदेखि यता चाहिँ गाडीहरू जान दिनुहुन्न र अटोहरू मात्रै चल्दो रहेछ। अनि त्यही भएर दाजुहरूले चाहिँ हामीलाई गेटसम्म ल्याएर छोडिदिनु भयो। हामी चाहिँ यहाँदेखि हिँड्दै जाने नानीहरूसँग भ्यू हेर्दै भनेर। सो हामी चाहिँ हिँड्दै लाग्यौँ पहाडी भागमा रहेको पहाडको हावापानी एकदम रमाइलो ठाउँ। अनि डेडी मम्मी पनि जानुभएको थियो नि त। डेडी मम्मी चाहिँ गाडीमा नआँटेर बाइकमा जानुभएको थियो दुईजना बाबुहरूलाई लिएर। सुट गर्दै हुनुहुन्छ। सो यहाँ फोटो सुट हुँदैछ। अनि यहाँ चाहिँ मम्मी हुनुहुन्छ, बुवा आमा अपेक्षाहरू हुनुहुन्छ होइन। ओ माथि पुगेर फिर्किने अरे। मन पर्यो मम्मी आइले हजुर हामी चाहिँ पुरा घुम्दैछौँ यहाँ। घाम चर्केर घाम चर्क्यो। घरि घुम्नु हुन्छ घरि घाम चर्किन्छ। एकदम राम्रो ठाउँ रहेछ। नानीहरूलाई भोक लागेर कराएको मात्रै भन्नु राम्रो छ। एकदम राम्रो छ ठाउँ चाहिँ। साथीहरू सबैजना घुम्न आउनु होला धरानको पार्क।
यहाँ कति मजाले नाच्नु भएको है सारङ्गीमा। हामी चाहिँ सबै घुमिसकेर डेडीले चाहिँ एक टिप लिएर गइसक्नु भएको थियो अनि हामी चाहिँ अलिक ओरासम्म हिँड्दै हिँड्दै आयौँ। अनि यहाँ मम्मीले चाहिँ सिधै सागहरू काँक्राहरू किन्नु भयो। अनि यहाँ केटाकेटी भोकाइरहेका थिए अनि हामीले चाहिँ होटलमा ल्याएर नास्ताहरू खुवाइदियौँ। अनि डेडीले चाहिँ टिप गर्दै ल्याउनु भएको थियो नि त। अनि नास्ताहरू खुवाएर डेडी मम्मी चाहिँ बाइकमा जानुभयो अनि हामी चाहिँ दाजु लिन जानुभयो हामीलाई चाहिँ। अनि हामी चाहिँ गाडीमा आयौँ। मलाई चाहिँ गाडीमा चढेपछि कस्तो धेरै सिरियस हुन्छु क्या। म चाहिँ टाउको ठाडो पारेर बस्नै सक्दिनँ। अनि गाडीमा कस्तो धेरै गाह्रो हुन्छ नि त मलाई। हिँड्न चाहिँ मन लाग्छ तर गाडीमा चाहिँ सिरियस हुन्छु। सो बाई साथीहरू।